Hello guys, good Hello morning. guys. Good morning. Good morning. Welcome to our new video. कस्तो हुनुहुन्छ तपाईहरु? हामी चाहिँ सन्चै छु, ठिकै छु। आज चाहिँ हामी गुन्द्रुक बनाउनको लागि साग ठिक्काको छ। मिठो हुन्छ यसको गुन्द्रुक चाहिँ अब। हेलो साथीहरु, मुला लगाएको छु, लाइपाता साग लगाएको छु। यस्तै हो मेरो मेहनत, गर्नु सक्ने त यति हो। यति धेरै हो यो पनि। कति साग सब्जी लगाएर यस्तो मेहनत गरेर छोराछोरीलाई खिलाउनु हुन्छ है। यो रहरी दाल हो। रहरी दाल क्या दामी दाल। यो साग कस्तो मजाको भएको रहेछ। यो चाहिँ कालो साग मजाको रहेछ। यहाँ चाहिँ पुरा मुलाको साग। वाउ, यहाँ मजा हुँदैछ। बिचरा हाम्रो आमाको मेहनतको फल हो। यति धेरै मेहनत गर्नुहुन्छ बारीको लागि। बिहानै उठेर बेलुकासम्म यतै बस्नुहुन्छ। यति धेरै बारी बगान गर्नु मन लाग्छ तपाईँलाई? हो, यो गर्नु मन लाग्छ नि त। हो र, मान्छेले यति खाली राख्यो भन्छ। मेहनत त गर्नु पर्यो। Hello guys. यता त हामीको त रेसिपी खन्दैछौ। हेलो गाइस। हो र, के गर्नु भएको यस्तो? यो चाहिँ युट्युबमा हालिदिन्छु आमा, हुन्छ? घाम यस्तो लागेको छ अनि किन आँखा लाग्थ्यो? अब के भन्नु चाहनुहुन्छ तपाईँ मानिसहरूलाई, साथीभाइहरूलाई? राम्रो छ भन्ने म त। साथीभाइहरूलाई पनि राम्रै होस्, राम्ररी ताकत आओस्, 100 वर्ष आयु पुगोस्। साथीभाइकोहरू पनि आशीर्वाद छ है। आशीर्वाद छ। धेरै हाम्रो संसारमा मान्छेहरू छ, धेरै आज छ भोलि छैन हुँदो रहेछ। यस्तै दुःख परेको यस्तै मान्छेहरू धेरै देख्यो। हो त, धेरै देख्यो। मान्छेको प्राण आज छ भोलि छैन हुँदो रहेछ साथीहरू। त्यस्तै त हो, संसारै त्यही हो। अब कसैले कोही हुन्छ आयु हुन्छ 100 वर्षसम्म, कोही हुँदो रहेछ भर्खरको जवान पनि आज छ भोलि छैन हुँदो रहेछ। अब आमा बाउले जन्म्यो, सार संसार त देख्यो, फेरि पनि देख्दाखेरि पनि आज छ भोलि छैन, यस्तो हुँदो रहेछ हो साथीभाइहरू। परिस्थितिले गर्दाखेरि सोच्दाखेरि पनि धेरै दुःख हुँदो रहेछ हो साथीभाइहरू। म पनि बुढी भयो, बुढो पनि आज छ भोलि छैन भयो। दुःख त हुन्छ, अब म एउटालाई होइन संसारलाई नै हुन्छ। टेन्सन गर्नु हुँदैन ल। हुन्छ साथीहरू। गाइस कस्तो राम्रो खेलेको फुल छ। आमा यो फुलको नाम के हो? सयपत्री होइन? मखमली फुल। कस्तो राम्रो कलरको रहेछ यो चाहिँ। मलाई चाहिँ पुरा मन पर्यो। मान्छेको जिन्दगी पनि यस्तै रहेछ। यो फुल पनि अहिले यस्तो राम्रो खेलेको छ हो, कस्तो राम्रोसँग खेलेको छ। अब यो पनि यो ठुलो भयो हो, यो अलिक ठुलो भयो, यस्तो बुढो हुन्छ। अब यो पनि झर्छ, बुढो भएर सुकेर जान्छ। हाम्रो जिन्दगी पनि त्यस्तै रहेछ, यो फुल जस्तै होइन। त्यसैले साथीहरू, हामी सबैको लागि राम्रो सोच्नुपर्छ। सबै एउटै हो हामी। खोइ बाई बाई। बाई बाई गाइस। बाई बाई।